त्यहाँदेखि सबै धान हाम्रो बाबाहरूको म यहाँ बोलिरहेको छु। यो गोठ अनि सर सबै धानहरू यो माथि पाक्ने जति काट्नु भएको छ। फेरि लगभग यो धान मेरो बाबा यहाँ छ। त्यो गोठ भयो। लगभग यहाँ 200-300 मुरी धान छ। भित्रनु पायो भने त्यति छ। गर्ने कोही छैन भाइहरू। अब परदेश के गर्नु। अब म अहिले आएको छु। म यहाँ स्वयं यहाँ छु। देखाल्नु भयो। आज म यसो खेत घुम्न आएको थियो। अब के गर्नु, लोड छ धान चाहिँ। धान यही हो, मुसल छ धान यही। धान चाहिँ यहाँ मुसल छ है। यो एक्लै धान नै बुवायो। एक्लै धान हो, मुसल छ धान चाहिँ। त्यहाँ गोठ छ। अब यहाँ धान यसो जोड छ। यहाँ 200 मुरी धान छ। अब के गर्नु, गर्ने मान्छे कोही छैन। यो अलिकति दुःखलाग्दो घटना छ यो। धान खाने पनि छैन, गर्ने पनि छैन। अनि एकपल्ट गऱ्यो भने 2-3 वर्ष पुग्ने धान चाहिँ फल्छ भन्नु बाबाहरूको। बाबा यो कुन धान हो बाबा? यो शिवशक्ति धान। यो जोड छ हेर्नुहोस्। यो भनेको यो 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 शिवशक्ति धान यो पुग्ने लास्टै फल्दो रहेछ। यो चाहिँ यो मुसल छ, डल्लो छोटो हुँदो रहेछ शिवशक्ति धान। यो जोड छ यो धान। यो भइहाल्यो। यस्तो मुसल छ यो। अलिकति खोला पानी पुगेको ठङ्गियो। अब यही हो ढुङ्गा। फेरि भन्नु त्यसो छ। यो धान यो त्यो भयो। यो अब यो अलिकति जर्नेली यो ल हेर्नुहोस्। यो के भन्छ, एक्ले हो कि जर्ने के भन्छ ल? शिवशङ्कर फेरि यो नाम पनि कति हो। मेरो आमाले मान्छे भन्दा बढी नाम रहेछ मान्छे धानको दाम। ल हेर्नुहोस् यो मुसल। धान मुसल कुनै फोसेर छैन। धान मुसल छ यहाँ धान। अब के गर्नु, बुहारीहरू छैन। कुनै छोरी बिहा गर्नु बाँकी छ, कुनै छोरा बिहा गर्नु बाँकी छ। कुनैलाई मेरो बाबाको बुहारी बन्ने मान्छे चाहिँ भाग्यमानी हो है। फेरि दुःख चाहिँ गर्नु पर्यो। बाबा लाउरे हो। हजुर, दुई जाति गर्नुपर्छ। तर धान चाहिँ दर भित्रिन्छ यहाँ। गाइस यही हो। म थोरै भिडियो बनाएँ। दुःख नमान्नु होला तपाईँहरूले। पर कटेर घर छ। घर चाहिँ माथि हो है। फेरि घर माथि हो। तल हामी खोला खेतमा आएको छौँ। खोला पनि छ यता गाइस। खोला पनि छ यता। खोला यही हो, खोला पनि छ।